केही समय अघि सिन्धुलीको एकै परिवारबाट 16 जना आयुहरू बेपत्ता भएको थियो। गाउँबाटै हराए एकै परिवारका 16 जना सदस्य। सिन्धुलीको गोलनजोर गाउँपालिकामा एकै परिवारका 16 जना गाउँबाटै हराएपछि प्रहरीले खोज तलास सुरु गरेको छ। गोलनजर गाउँपालिका 6 स्थित छेप्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएकी उर्मिला हायुको 16 जनाको परिवार सोमबार बिहानदेखि हराएको भन्ने सूचना स्थानीयले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा निवेदन गरेका थिए। तपाईहरुमध्ये धेरैजनालाई त हायु परिवार भनेको कस्तो परिवार हो र यसको बारेमा किन धेरै नेपालीहरूलाई थाहा छैन भनेर केही आइडिया नै छैन होला। अब यो कुरालाई यही भिडियो मार्फत बुझाउने छु। त्यसअघि एकै परिवारको 16 जना एकै ठाउँबाट एकै समय हराउनु भनेको कुनै मिस्ट्री भन्दा कम छैन। हराएको परिवारमा 18 जना सदस्य छन्, तर 2 जना भने त्यति बेला घरमा थिएनन्। ती 2 मध्ये एकजना काठमाडौँ थिए र अर्को विदेशमा। 16 जना बेपत्ता हुनु अघि आफूहरूले पाउने महिनाको 4000 सामाजिक सुरक्षा भत्ता 16 जनाले एकमुष्टमा 3 महिनाको भत्ता लिएको रहेछ। सो रकम जम्मा जम्मी 1,92,000 बढी हुँदो रहेछ। त्यो परिवारले सो रकम प्राप्त गरेको साँझ सुँगुरको मासु पकाएर भोज गरेको र त्यसपछि बेपत्ता भएको भन्ने खबर आएको थियो। यी कुराहरू त सल्भ सक्यो। आजको हाम्रो मुख्य उद्देश्य भनेको हायु भन्ने नेपालको लोप हुन लागेको आइरिसमा रहेको समुदायलाई विस्तृत रूपमा बुझ्ने हो। तपाईँ हामीले राउटे समुदायको बारेमा त सुनेकै छौँ र बुझ्नु पनि भएको होला। यदि छैन भने कमेन्ट गर्नु होला। त्यसलाई पनि हामी विस्तृत रूपमा बुझ्ने छौँ एज योर डिमान्ड। तपाईले कहिले पनि हाई समुदायको बारेमा सुन्नु भएको थियो वा हाई समुदायको बारेमा कतै पढ्नु भएको थियो? प्राय कमैलाई थाहा होला। थाहा छ भने पनि आज अलि गहिरो तरिकाले बुझ्ने कोसिस गर्ने छौँ। हाई समुदायलाई हामी आजको हिडन स्टोरीमा बुझ्ने छौँ। सो लेट्स गो। अरू समुदायको मानिसहरू जसरी हाई समुदायका मानिसहरू देशभर छरिएर बसेका छैनन्। केही निश्चित जिल्लाहरूमा मात्र हाईहरू बसोबास गर्छन्, जसमा भोजपुर, सुनसरी, उदयपुर, सिरहा, महोत्तरी, सर्लाही, काठमाडौँ, ललितपुर, सिन्धुली, भक्तपुर, काभ्रे, रामेछाप जस्ता जिल्लाहरू पर्छन्। तर एकदमै कम संख्यामा हाईहरू यो जिल्लाहरूमा देख्न सकिन्छ। कति महिला, कति पुरुष र समग्रमा जम्मा कतिजना हाईहरू कुन कुन जिल्लाहरूमा बसोबास गर्छन् भनेर एकैछिनपछि त्यसको लिस्ट सहित बुझाउने छु। विक्रम सम्वत 2078 सालको जनगणना अनुसार नेपालमा जम्मा जम्मी 3069 जना हायुहरू रहेका छन्। 2068 को जनगणनामा हायुहरूको संख्या 2925 जना थियो। तुलना गर्दा 144 को फरक हुन्छ। लोप हुँदै गएको भने तापनि जनसंख्या भने बिस्तारै बढ्दै गएको देख्न सकिन्छ। हाई समुदायका मानिसहरूको आफ्नै भाषा, परम्परा र वंश प्रणाली रहेको छ, जुन अहिले लोप हुन गइरहेको भन्ने गरिन्छ। यो विषयमा एउटा कुरा जोड्न चाहे। अहिले नेपालमा राउटे, हाई जस्ता जातलाई लोप हुँदै गएको भन्ने ट्रेन्ड चलेको छ। कतिपय जातको मानिसहरूलाई सोध्नुहोस् त, के उहाँलाई आफ्नो भाषा थाहा छ र के उहाँलाई आफ्नो संस्कृतिको बारेमा थाहा छ? यसको एन्सर कोहीले थाहा छ भन्लान्, तर धेरैले थाहा छैन नै भन्छन्। अनि हायु मात्र देख्नुभयो लोप हुँदै गएको? राउटे मात्रै देख्नुभयो? जसलाई आफ्नो भाषा आउँदैन उसले अरूलाई लोप हुँदै गएको भन्नु त अलि सुहाउँदैन होला। मैले भन्न खोजेको चाहिँ कतै न कतै हामी सबै जात जातिहरूको पनि आफ्नो भाषा, संस्कृति भुल्दै गएका छौँ भन्न खोजेको हुँ, अन्यथा नलिनु होला। सन् 1858 तिर ब्रिटिस विद्वान B.H. हजसनले उनीहरूको अत्यन्त दयनीय अवस्थाको वर्णन गरेका थिए। हजसनले त्यो समयमा नै भनेका रहेछन्, यदि यो समुदायको हेरचाह गरिएन भने उनीहरू क्रमशः विलुप्त हुनेछन् अथवा लोप हुनेछन्। B.H. हजसनले आजभन्दा करिब 168 वर्ष अघि नै यो कुराको अनुमान गरिसकेका थिए। प्राचीन कालमा हायुहरूलाई मासिन्ने मतवाली भनिन्थ्यो, जसलाई सरल भाषामा भन्नुपर्दा मासिन्ने भनेको मासु खाने र मतवाली भनेको रक्सी खाने भनेर बुझ्दा हुन्छ। यस प्रकारका मान्छेहरूलाई दास बनाउन मिल्छ अथवा दासको लागि उपयुक्त हुन्छ भन्ने थियो। यसरी त्यो समयमा यस्ता कुरालाई कानुनमा नै उल्लेख गरिएको थियो र त्यति बेला हायु मात्र नभई नेपालको धेरै जात जातिहरूलाई सरकारले मासिन्ने मतवाली भनेर विभाजन नै गरेको थियो। त्यो समयका त्यस्ता कानुनहरूले गर्दा नै अहिले नेपालमा तँ सानो जात म ठुलो जात भनेर भेदभाव हुने चलनको सुरुवात भएको भन्ने मान्यता रहेको छ। अब मैले हाई समुदायको 2078 सालको जनगणना अनुसार कतिजना पुरुष कतिजना महिला हायुहरू हाल नेपालमा छन् भन्ने कुरा लिस्ट सहित देखाउँछु भनेको थिएँ। अब यो लिस्ट हेर्नुहोस्। भोजपुरमा जम्मा 15 जना, जसमध्ये 6 जना पुरुष र 9 जना महिला। सुनसरीमा जम्मा 13 जना, जसमध्ये 8 जना पुरुष र 5 जना महिला। उदयपुरमा जम्मा 45 जना, जसमध्ये 21 जना पुरुष र 24 जना महिला। सिरहामा जम्मा 16 जना, जसमध्ये 8 जना पुरुष र 8 जना महिला। महोत्तरीमा जम्मा 41 जना, जसमध्ये 22 जना पुरुष र 19 जना महिला।
सर्लाहीमा जम्मा 160 जना, जसमध्ये 76 जना पुरुष, 82 जना महिला। काठमाडौँमा जम्मा 92 जना, जसमध्ये 47 जना पुरुष र 45 जना महिला। भक्तपुरमा जम्मा 23 जना, जसमध्ये 10 जना पुरुष र 13 जना महिला। ललितपुरमा जम्मा 48 जना, जसमध्ये 23 जना पुरुष र 13 जना महिला। काभ्रेमा जम्मा 71 जना, जसमध्ये 28 जना पुरुष र 43 जना महिला। सिन्धुलीमा जम्मा 1771 जना, जसमध्ये 841 जना पुरुष र 930 जना महिला। रामेछापमा जम्मा 719 जना, जसमध्ये 358 जना पुरुष र 361 जना महिला। यी दुवै जोडेर देशभर जम्मा जम्मी 3069 जना आयुहरू रहेका छन्। 3069 मध्ये पनि जम्मा देशभर रहेका 1133 जनालाई मात्र आयु भाषा बोल्न आउँछ, जसकारण आयुहरू अब लोप हुँदैछ भनेर बुझ्न सकिन्छ। ब्राह्मणहरूको भित्र भट्टकुल, पाण्डेकुल भने जस्तै आयुभित्र पनि यस्ता कुलहरू छन् जसलाई प्रमुख र उपप्रमुख भनेर दुई भागमा छुट्याएको छ। अब कुन कुन कुलहरू रहेछन् भनेर बुझौँ। प्रमुख कुलहरूमा डोफोम, याखुम, बालुङ, कमलेश्चो, दिन्तिचो, कोन्सिनो जस्ता कुलहरू पर्छन्। अब उपप्रमुख कुलहरूमा डोफोमभित्र बेचेरेश्चो, बगलेश्चो, रोसिङ्गे, खारापुन्चे, पुङपुन्चो, सोहोर भैया, भेडाबारे पर्छ र याखुमभित्र सोरे, गुहारे, फुङ्का, बाहुनटोकोहरू पर्छ र कमलेश्चोभित्र मावो र लिङ्गे पर्छ। यो कुलहरू विवाह, पूजा र अन्य परम्परागत अनुष्ठानहरूमा प्रयोग हुने गर्छ। आयु जातिको मुख्य पूजाहरू हेरौँ है त। यसमा ओङछिमी, रानी पूजा, घर देवता अथवा पितृ पूजा, सिकारी पूजा, भूमे पूजाहरू पर्छन्। यी सबै पूजाहरू गर्ने मुख्य व्यक्ति पण्डित भने जस्तै आयुमा फुच्चो भन्ने व्यक्तिले सम्पन्न गर्ने गरिन्छ। आयुको मुख्य पूजा अथवा पर्व चाहिँ ओङछिमी हो। अब ओङछिमी कसरी मनाइन्छ भन्ने विषयलाई पनि विस्तृत रूपमा बुझौँ है त। आयु समुदायको सबैभन्दा ठुलो र पूजनीय पर्व ओङछिमी हो। यो वार्षिक रूपमा माघ फागुन महिनामा मनाइन्छ। यसको अवधि करिब 8 दिन रहन्छ। यो पर्व अमावस्या पछिको पहिलो मङ्गलबार सुरु भई अर्को शुक्रबार बेलुकी सूर्यास्त अघि सम्पन्न गरिन्छ। पहिलो 4 दिन नाच, गीत र सामूहिक उल्लास हुन्छ। पर्वको पहिलो 4 दिन अत्यन्तै रमाइलो र नाचगानले भरिपूर्ण हुन्छ। सम्पूर्ण गाउँका मानिसहरू एउटा तोकेको घरको वरिपरि भेला हुन्छन्, जहाँ पवित्र बाजा, ढोल र झ्याम्टा बजाएर नाचगान जस्ता क्रियाकलापहरू गरिन्छ। आयु समुदायमा नाचगान जस्ता क्रियाकलापहरू गरिन्छ। आयु समुदायमा यी बाजाहरूलाई अत्यन्त पवित्र मानिन्छ र जसको घरमा यी बाजा रहन्छ सो परिवारलाई उक्त वर्षको मुख्य पुजारीको रूपमा सम्मान गरिन्छ। 5औं दिनमा देवीको पूजा हुन्छ। 5औं दिन पुनः मङ्गलबार सबै भक्तजनहरू एक देवी मन्दिरमा भेला हुन्छन्। यो देवीलाई शाकाहारी देवी मानिन्छ, जसलाई पशुको बलि अर्पण गरिँदैन या भनौँ दिइँदैन। उक्त पूजामा अन्न, फलफुल र वनस्पतिजन्य वस्तुहरू चढाउने चलन रहेको छ। यो दिनलाई देवी पूजाको दिन भनेर पनि चिनिन्छ, जसमा समुदायको सुख, समृद्धि र आशीर्वादको लागि प्रार्थना गरिन्छ र अन्तिम 2 दिन गाउँको यात्रा र पूजाको समापनको उत्सव मनाइन्छ। 7औं र 8औं दिनमा नर्तक, बाजा वादन गर्नेहरू र गीत गाउनेहरू प्रत्येक घर घर पुगेर बाजा बजाउँछन्। ठ्याक्कै देउसी भैलो जसरी नै उक्त चाडमा पनि त्यसरी नै चुबाई गाउँछन्। अब चुबाई भनेको के हो जस्तो लाग्छ भने आयु समुदायमा आफ्नो कुल र पुर्खाको आत्मालाई चुबाई भनेर भन्ने चलन रहेको छ। उनीहरू देवीको आशीर्वादका लागि प्रार्थना गर्छन्। आयु समुदायमा जुनसुकै सांस्कृतिक कार्यक्रम, चाडपर्व र पूजामा जाड रक्सी नभई हुँदैन। यो जाडको आदान प्रदान समुदाय बीचको ऐक्यबद्धता र आत्मिक सम्बन्धको प्रतीक हो। सो पूजाको अन्तिम समयमा पवित्र बाजाहरू आफ्नो थलोमा फिर्ता राखिन्छन् र केही स्थानमा कुखुराको बलि दिएर सम्पन्न गरिन्छ। आयु समुदायको एउटा युनिक लाग्ने कल्चर चाहिँ कुनै परिवारमा छोरा भयो भने छोराको नाममा भाले कुखुरा बलि दिने चलन हुँदो रहेछ भने छोरी भयो भने पोती बलि दिने रहेछ। आजको हिडन स्टोरी यहीँसम्म हो। के थपथाप गर्नु परे जानकारी गराउनु होला, या कुनै गल्तीहरू भएमा क्षमा प्रार्थी छु। भेट्नेछौँ अर्को भिडियोमा। थ्याङ्क यू फर वाचिङ।